नमस्कार, त्यानु सम्पूर्णलाई स्वागत गर्दछु हाम्रो च्यानल लेफ्ट सोर्स नोट्स गाइडमा। र आज हामी अभ्यास गर्नेछौँ कक्षा 8 को पाठ्यपुस्तक नेपालीको मूल पाठ 15 से गुम्बाको सुन्दरता। यस पाठको हामीले सम्पूर्ण अभ्यासहरू गरेका छौँ। त ल अब सुरु गरौँ। जिल्ला वा प्रदेशको मुख्य प्रशासनिक स्थल सदरमुकाम, पहाडको बीचमा रहेको अर्धसम वा सम्म मैदान पाटन, बराबर उमेर भएको साथी दौतरी, पहाडका दुई चुली माझको होचो ठाउँ भन्ज्याङ, रूप गुण स्वभाव कला आदिले लट्ठ पारिएको मन्त्रमुग्ध, गाईबस्तु चरन र गोठका लागि राखिएको बाँझो जग्गा खर्क। 2 नम्बरमा दिएका अर्थ बुझाउने शब्द से गुम्बाको सुन्दरता यात्राबाट खोजेर लेख्नुहोस्। क नम्बर एकान्त स्थल अनकन्टा, ख मुटु छेड्ने खालको चिसो बतास सिरेटो, मोल गर्न नसकिने अमूल्य, कैलाश पर्वत मुनि रहेको ठुलो र पवित्र तीर्थ स्थल मानिने एक प्रसिद्ध दह मानसरोवर। ग नम्बर बौद्ध धर्मावलम्बी लामाहरूको देवालय गुम्बा। च नम्बर पहाडको खोजबाट पहरामा ठक्कर खाँदै झरेको पानीको प्रवाह छहरा। 3 नम्बरमा दिएका पदावलीलाई वाक्यमा प्रयोग गर्नुहोस्। पाइला चाल्नु, अप्ठ्यारो बाटोमा होसियारीका साथ पाइला चाल्नुपर्छ। झमक्क साँझ, हामी घर आइपुग्दा झमक्क साँझ परिसकेको थियो। बास बस्ने ठाउँ, बास बस्ने ठाउँ सजिलै पाइएमा मात्र पर्यटक आकर्षित गर्न सकिन्छ। निकै जोखिम, उच्च हिमाली क्षेत्रमा जाँदा निकै जोखिम मोल्नुपर्छ। सिउ सिउ गर्नु, हिउँ पर्न थालेपछि त हामी जाडोले सिउ सिउ गर्न थाल्यौँ। नेपालका झारपातहरू पनि नामी ओखती हो। पहाडका तरेली हेर्दा मनै रोमाञ्चक भयो। प्रमत्त पाराले हामी हिमाली दृश्य हेर्दै अघि बढ्यौँ। हिमाली खोला, मलाई जीवनमा पहिलो पटक हिमाली खोला देख्दा अचम्म लाग्यो। 4 नम्बरमा दिएका शब्द प्रयोग गरी अनुच्छेद तयार पार्नुहोस् भनेको छ। पाठ्यपुस्तकको प्रश्न नम्बर 4 मा दिएका शब्द प्रयोग गरी यहाँ एउटा अनुच्छेद लेखिएको छ। व्यावसायिक र आधुनिक कृषिबाट मात्र नेपाललाई आत्मनिर्भर बनाउन सकिन्छ। नेपालका उर्वर भूमिमा नगदे बाली लगाउन सरकारले प्रोत्साहनका कार्यक्रम घोषणा गरी कार्यान्वयन गर्नुपर्छ। प्रशस्तै कृषि उत्पादन गर्न सके बेरोजगार हटाउन सकिन्छ। यसका साथै विदेश निर्यात गरी व्यापार घाटा कम गर्न सकिन्छ। अब चाहिँ हामी बोध तथा अभिव्यक्ति अन्तर्गतका प्रश्न र तिनका समाधानहरूतर्फ लाग्छौँ। 1 नम्बरमा दिएका शब्दको शुद्ध उच्चारण गर्नुहोस्। सदरमुकाम, आदर, व्यवस्थापन, खच्चड, भोजपत्र, निधार, भन्ज्याङ, अन्तर्राष्ट्रिय, अनकन्टार, नाकेडाँडी, तीर्थस्थल। 2 नम्बरमा सी गुम्बाको सुन्दरता यात्रा पालै पालो ससुर वाचन गर्नुहोस्। शिक्षकको सहयोगमा कक्षा कोठामा यो कार्य गर्न सकिन्छ। 3 नम्बरमा सी गुम्बाको सुन्दरता यात्रा पढी दिएका प्रश्नको मौलिक उत्तर दिनुहोस्। क डोल्पाको सदरमुकामको नाम के हो? डोल्पाको सदरमुकामको नाम दुनै हो। ख नम्बरमा कहाँ स्याउको राम्रो उत्पादन हुँदो रहेछ? छेप्कामा स्याउको राम्रो उत्पादन हुँदो रहेछ। कुन बजारमा यार्चा गुम्बाको खोजी हुन थालेको छ? अन्तर्राष्ट्रिय बजारमा यार्चा गुम्बाको खोजी हुन थालेको छ। घ नम्बरमा यार्चा गुम्बा कहिलेदेखि टिप्न सुरु गरिन्छ? यार्चा गुम्बा जेठको आधा आधीदेखि टिप्न सुरु गरिन्छ। म नम्बरमा नियात्रामा से गुम्बाको चर्चा गरेको प्रसङ्गभन्दा लगत्तै अगाडि कुन विषयको चर्चा गरिएको छ? यात्राको से गुम्बाको चर्चा गरिएको प्रसङ्गभन्दा लगत्तै अगाडि सेलरी सुम्दोको चर्चा गरिएको छ। 4 नम्बरमा से गुम्बाको सुन्दरता यात्राको चौथो दिन बोरिङमा देखि खुल्दो
गर्नुहोस् भनेको हेरी हेरी राम्रोसँग शुद्धसँग सार्ने भनेको हो। सार्न सक्नुहुन्छ हजुरहरू। 5 नम्बरमा से गुम्बाको सुन्दरता नियात्राको से गुम्बा करिब अद्भुत अनुभव गरे अंश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस्। क से गुम्बाका विशेषता लेख्नुहोस्। समाधान रहेको छ ख गाउँलेको आम्दानीको स्रोत के रहेछ। समाधान रहेको छ 6 नम्बरमा से गुम्बाको सुन्दरता नियात्रा पढिदिएका प्रश्नको संक्षिप्त उत्तर लेख्नुहोस्। क नम्बरमा से फोक्सुन्डो तालबाट खसेको पानी कस्तो थियो, सफा र निर्मल कञ्चन। क नम्बर रिम्बो गाउँमा के फल्दा रहेछन्। रिम्बो गाउँमा फापर र आलु फल्दा रहेछन्। धौलागिरीको दृश्य कस्तो थियो। मुचुलीको खात्र आलो भएको धौलागिरीको दृश्य सुन्दर थियो। यो सुन्दरता अद्भुत र अगणित थियो। से गुम्बालाई किन प्राचीन गुम्बाका रूपमा लिइन्छ। से गुम्बामा पुराना र ऐतिहासिक बौद्ध ग्रन्थ रहेका छन्। त्यस्तै यो गुम्बा करिब 1300 वर्ष पुरानो रहेको गाउँलेहरूको भनाइरहेको छ। तसर्थ से गुम्बालाई प्राचीन गुम्बाका रूपमा लिइन्छ। 7 नम्बर व्याख्या गर्नुहोस्। उत्तरतिर हिउँचिलीको झरबट्टा हात र आलोक थियो। अब यो नियात्राको अंशलाई यो परिचय खण्डको से गुम्बाको सुन्दरता नियात्राबाट तपाईँले कुन कुन स्थानको जानकारी पाउनुभयो सूची बनाउनुहोस्। से गुम्बाको सुन्दरता नियात्राबाट प्राप्त स्थानको जानकारी कुन कुन स्थानको जानकारी भयो त्यहाँ सूची बनाइएको छ। 9 नम्बर डोल्पाको उच्च हिमाली क्षेत्रको जीवनशैलीबारे वर्णन गर्नुहोस्। यसको समाधान रहेको छ। 10 नम्बरमा दिएका बुँदाका आधारमा स्थान परिचय लेख्नुहोस्। जनकपुर धामको स्थान परिचय रहेको छ यहाँ। अब चाहिँ हामी भाषिक संरचना र वर्ण विन्यास अन्तर्गतका प्रश्न र तिनका समाधानहरूतर्फ लागौँ। यहाँ चाहिँ 1 नम्बरको यहाँ समाधान मात्र दिएको छ। यसको चाहिँ सरल वाक्यहरू, संयुक्त वाक्य र मिश्र वाक्य छुट्याइएको छ। 2 नम्बरमा कोष्टकमा दिएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस्। यहाँ उत्तर मात्रै रहेको छ। त्यसै गरेर चाहिँ 3 नम्बरको चाहिँ पढेर बुझ्नुपर्ने मात्रै छ, त्यही भएर यहाँ दिइएन। 4 नम्बर दिएका वाक्यलाई